नमस्ते सबैलाई फेरि नयाँ अर्को भिडियोमा। आज हामी माल्टाको गुजिबाबाट पपुया भिलेज जाँदैछौँ। अनि पपुया भिलेज गुजिबाबाट 4-5 किलोमिटर टाढा। अनि हिँड्दै जाँदाखेरि तपाईँको 1 घन्टा 1.5 घन्टा समथिङ लाग्दो रहेछ। अनि हामी हिँड्दै जाँदैछौँ। हिँड्दै जाँदाखेरि रमाइला दृश्यहरू तपाईँले अवश्य देख्नुहुनेछ। कहीँ जङ्गल छ त, कहीँ उकालो, कहीँ ओह्रालो। मौसम पनि त्यस्तै राम्रो छ। अझभन्दा पनि यो सहरबाट अलि टाढा भएको कारणले गर्दाखेरि अनि बस्ती पनि वरिपरि नभएको कारणले गर्दाखेरि एकदम शान्त अनि फ्रेस फिल हुँदो रहेछ। अहिले चाहिँ हामी सानो जङ्गलमा छौँ। यो जङ्गल क्रस गरेपछि हामीले सानो पहाडहरू देख्नेछौँ। ठ्याक्कै यो देख्दाखेरि नेपालतिरको गाउँघरको पहाड अनि पाखोबारीको जस्तो याद आउँछ। यो ठ्याक्कै यो पहाड माथिपट्टि चाहिँ एउटा बस्ती छ, त्यो चाहिँ मिलिया भन्छ। यो पहाडलाई निहालेर हेऱ्यो भने त्यहाँ गुफै गुफा भएको जस्तो देखिन्छ। अब हामी चाहिँ यो पहाडको तल्लो भाग हुँदै यहाँ खेती गरेको ठाउँतिर आइसक्यौँ। यहाँ देख्नुहुनेछ आलु हरियाली भएको देख्न सकिन्छ। त्यही त नि, कस्तो राम्रो आलु यार। अब चाहिँ हामी जङ्गलको बाटो अनि त्यो पहाडको बाटो हुँदै अब हामी रोड साइडमा आइसक्यौँ। यो रोड साइडबाट हामी करिबन आधा घन्टा हिँडेपछि हामी पपुया भिलेज पुग्नेछौँ। अब हामी चाहिँ रोड साइड आयौँ। अब यो रोडलाई फलो गर्दै हामी पर डाँडासम्म पुग्नेछौँ। गाडीमै जानुपर्ने हो। गाडीको लागि मात्रै बनाएको छ। हामी साइकल हिँड्छौँ। बस्तीहरू छैन यहाँ त कृषि त्यहाँ चाहिँ त्यो के होला। केही छैन, हरियाली पनि छ तर केही छैन। हजुर फाइनल्ली 1.5 घन्टा हिँडेपछि हामी पपुया भिलेज आएका छौँ। पपुया भिलेजको बारेमा हामीलाई खासै त धेरै थाहा छैन। सुनेअनुसार कुनै मुभी सुटिङ भएको बेला यो भिलेज बनाएको अरे। त्यसपछि यो जस्ताको त्यस्तै रहेको छ। यसलाई धेरै संरक्षण गरेर राखेको छ माल्टाले। यहाँ कुनै पनि पर्यटक माल्टा आयो भने
अवश्य यहाँ एकपटक घुम्न आउँछ। यहाँ स्विमिङ पनि खेल्न मिल्छ र धेरै राम्रो छ, धेरै हेर्न लायक ठाउँ छ, धेरै रमाइलो छ। एकपटक अवश्य पनि यो ठाउँमा आउनु होला। यो ठाउँ पहाडको ठ्याक्क मुनि समुद्रको किनार अथवा समुद्रको कर्नरमा छ। यो पप्पुया भिलेजको यात्रा सकिएको छ। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि यो मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँहरूको राय सल्लाहको अपेक्षा गर्दछु। र अन्त्यमा राम्रो लाग्यो भने कृपया लाइक र कमेन्ट गरिदिन नबिर्सनु होला। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।